Hello, Namaste everyone, it's me Sarala from Chaos Craft. Welcome to my channel. आज मसँग डिफ्रेन्ट टाइपको इयरिङ्सहरू बनाउनको लागि यो नयाँ मोल्ड लिएर आएको छु। यसमा चाहिँ ठुलो सानो आफुलाई मन लागेको साइजको इयरिङहरू बनाउन सकिन्छ। लेट्स ट्राई कस्तो हुन्छ है त। यसमा चाहिँ म युभी रेक्जिन युज गर्दैछु। युभी रेक्जिन पछाडि यसमा चाहिँ जस्तो कलरको आफुलाई चाहिन्छ त्यस्तै कलरको युज गर्न सकिन्छ, ग्लिटर युज गर्न सकिन्छ। अब आफुलाई मन लागेको कलरहरू कुन म्याचिङ ड्रेस अनुसारको कलरहरू युज गर्न सक्नुहुन्छ। आज मैले चाहिँ सिल्भर युज गरौँ कि जस्तो सोचिरहेको छु, तर अरू कलरहरू पनि डिफ्रेन्ट छ मसँग टन्नै, तर अब कुन युज गर्ने भनेर सोचिरहेको छु। हेरौँ है त कुन युज गर्दा राम्रो हुन्छ भनेर हेर्दैछु। यसमा चाहिँ म इयरिङको पिन पनि मसँग डिफ्रेन्ट साइजको छ, डिफ्रेन्ट डिजाइनको पनि छ। यसमा म रेड कलरको इयरिङ मलाई चाहिरहेको छ, यो बनाउँछु जस्तो फिल भइरहेछ है। अब कुन साइजको बनाउने पनि म कन्फ्युज छु। अब यति धेरै छ कि कुन साइजको बनाउँ भइरहेछ। मैले चाहिँ मिडियम साइज नै चुज गरेँ, थोरै रेक्जिन हालेँ। अनि यसमा चाहिँ मैले सिल्भर कलरको फ्लेक्स चाहिँ युज गर्ने भएको छु। यसमा रेड कलर चाहिँ कम्बिनेसन गरेर इयरिङ बनाउन ट्राई गर्दैछु। यसमा मैले गोल्डन सिल्भर फ्लेक्स युज गरेको छु। यो सिल्भर फ्लेक्सले पनि रेड कलरको पिगमेन्टमा एकदम राम्रो कलर दिन्छ जस्तो लागेर मैले यो युज गरेको हो। हेरौँ है कस्तो हुँदो रहेछ। यो चाहिँ मिडियम साइजको हो, धेरै ठुलो पनि हुँदैन, धेरै सानो पनि हुँदैन। त्यही भएर एकचोटि ट्राई गरौँ कस्तो हुँदो रहेछ है त। त्यो भयो जस्तो लागेर अलिकति थपिदिएँ यसमा। मैले अझै यसमा रेक्जिन र पिगमेन्ट एड गर्ने बाँकी छ। मैले यो पिगमेन्ट युज गर्छु, रेक्जिन पिगमेन्टै हो यो पनि हजुरले अनलाइन इजिली पाउनुहुन्छ। यो पिगमेन्ट, यो मोल्ड, यो सबै अनलाइन बेस नै हो, मैले अनलाइनबाटै किनेको हो। यसरी मैले दुवै साइडमा रेड पिगमेन्ट पनि एड गरिसकेको छु, दुवै साइडको रेक्जिनमा। अब फेरि थोरै युभी रेक्जिन एड गरौँ। यसरी एड गरिसकेपछि यसलाई चाहिँ ड्राई हुन छोडिदिनु पर्छ। एकछिन युभी लाइटले ड्राई गर्न छोडिदिउँ। यो ड्राई भइसकेको छ र अब पिन राख्ने पालो आएको छ। मसँग चाहिँ डिफ्रेन्ट सेप एन्ड साइजको थियो, तर मैले बिग साइजकै युज गर्ने भएँ किनभने यो मिडियम साइजको हो। सानोले अलिकति नधान्न पनि सक्छ, त्यही भएर मैले ठुलो खालको नै पिन युज गरेँ। थोरै रेक्जिन एड गरेर यो पिन पनि सेट गरिदिने यसमा। अनि यसलाई युभी लाइटले फेरि पनि ड्राई गरेर यसलाई सेट गर्न छोडिदिने। यसरी सेट गर्न छोडिसके पछाडि यो तयार हुन्छ। हेरौँ कस्तो देखियो। वाउ, यो एकदम सोचेभन्दा राम्रो क्यान्डी जस्तो देखिएको रहेछ। एकचोटि फेरि यसलाई अगाडिबाट पनि ड्राई गर्नुपर्छ युभी लाइटले। मजाले सेट गरिसके पछाडि यसलाई यस्तो देखियो। वाउ, मलाई त एकदम मन पर्यो। यो पक्कै पनि म क्यारी गर्नेवाला नै छु, मेरो ड्रेससँग पनि म्याच हुन्छ। र यसको साइडमा अर्ज आउँछ। यसलाई चाहिँ नि मजाले फाइलिङ गरेर पुरै फिनिसिङ निकाल्नु पर्ने हुन्छ। मैले छेउछेउको त्यसरी सबै फिनिसिङ निकालेको छु। दुवै इयरिङको त्यसरी पुरै फिनिसिङ निकाल्नुपर्छ फाइलिङ गरेर। यसको फाइनल लुक कस्तो देखिन्छ हेरौँ है त। मलाई चाहिँ एकदमै पुरै चेरी जस्तो फिल भइरहेछ, एकदम राम्रो लागिरहेछ। एकदम वाउ फिनिसिङ आएको छ, एकदम सोचे भन्दा एकदम राम्रो भएको छ है। आई लभ इट। लास्टमा मैले लगाएर पनि देखाएँ। आई लभ इट। वाउ, आई लाइक इट। कस्तो लाग्यो कमेन्टमा भनिदिनु होला है त। थ्याङ्क यू।